बोकाहरू घर हो फुल चाहिँ हाम्रो त यस्तो नै नगयो हामी आउँछ भनेर भा हेलो साथीहरू नहसाउनु न हामी चाहिँ आज गाउँ डुल्न गएको काम मात्रै गर्दा गर्दा आज चाहिँ हामी गएको अरे गाउँ डुल्न ओ माथि चाहिँ जाँदै हुनुहुन्छ कहाँ जानुभएको कोनी हाम्रो भाइ बाख्रा गोठाला गर्दै हुनुहुन्छ भाइ किन लजाउनु भएको बोकाहरू बोकाहरू दुईटा छ नि त नि हामी चाहिँ उयो घरमा गएको है हामी चाहिँ आइपुगेको है लु घरमा ठ्याक्कै घरमा खासमा हामी किन आएको भने नि यहाँ हाम्रो नाना चाहिँ बढार्दै हुनुहुन्छ है घर बढार्दै हुनुहुन्छ यस्तो राम्रो छ यहाँनिर फुलपा आउनुभएको अरे के गर्नु आउनुभएको अरे हाम्रो कान्छी चाहिँ फुल माग्न आउनुभएको अरे नानालाई यहाँ फुल यहाँ हाम्रोको त अस्ति झरिसक्यो सबै फुलहरू यहाँको झरेकै छैन यहाँ नानाको घरमा आएर चिया रुँगिरहेको चिया फर्किरहेको नाना चाहिँ चिया पकाउँदै हुनुहुन्छ कफी हामी चाहिँ खाना यहाँ बसिरहेको है खाने बानी भएपछि त खाने बानी भएपछि साह्रै पनि मिठो हुन्छ मैले गर्नु र आज चाहिँ के भएर गाउँ डुल्ने जाँगर चल्यो हाम्रो थाहा छैन नाना लजाउनु भएको मैले तपाईको फोन एकछिन दिन्छ बियरको ग्लासमा एक चिया खाना त राम्रो भुँडी फुट्ने रहेछ पेट फुट्ने रहेछ नि हो यत्रो धेरै चिया खाँदा नाना र बहिनी चाहिँ फुलको कुरा गर्दै हुनुहुन्छ यहाँदेखि चाहिँ झन् कस्तो रमाइलो छ क्या सबै उहाँलाई लागिरहेको छ तर हाम्रो दाजुहरूको घर हो फुल चाहिँ हाम्रो त यस्तो त अस्ति झरेर पनि हावाहुरीले सबै झरेर पनि के भइसक्यो सिजनै गयो हाम्रो यहाँ चाहिँ तर त्यत्तिकै छ नि फुल माग्ने फुलको क्रेजी हाम्रो बहिनी माथि हेर्नु न के साह्रो राम्रो सिन निस्केको तर यता परतिर चाहिँ धुवाँले लागिरहेछ यता माथि त के साह्रो राम्रो डाँडाहरू निस्केको डाँडा भन्छ के भन्छ ऊ माथिको देखिने डाँडाहरूलाई के भन्छ ऊ त्यो माथि के भन्छ कान्छी पाटेनागी हो हैन नि भाउजू पाटेनागीदेखि वल्लो डाँडा त थाहा छैन नि त्यो धामजुल कुनै ठाउँ हेर्ने त्यो सुके पोखरी कहाँ ए हो त्यो सुके के साह्रो राम्रो निस्केको देखिँदैन तर यहाँदेखि के अरे अलिक तुवालो परेको छ नि त यहाँ चाहिँ सनसेट हुँदैछ है साधुटा यो चाहिँ साधुटा सनसेट चाहिँ हेरौँ न वाह के आराम अब सुरु यो चाहिँ चैत महिनामा खानु भन्छ विशेष यो चाहिँ जरिङ्गो हो भन्नु न सुरुमा ए हो यो चाहिँ जरिङ्गो हो हैन यो चाहिँ जरिङ्गो हो यो चाहिँ चैत महिनामा खानु पर्छ भन्छ तर शनिबार र के बार मंगलबार शनिबार र मंगलबार पारेर कति धेरै रो अनि मज्जाले गएको है नानाले माथिल्लोपट्टि बाई नाना गएको हामी चाहिँ अन्डा भेटेको दिन एक छाक ल्याइदिनु ल म पनि एक छाक खान्छ अन्डा भेटेको दिन र अब चाहिँ हामी तल्लो घर डुल्नु पर्ने हुन्छ तल्लो घर
घरमा जान्छौँ अनि त्यहाँदेखि घर जान्छौँ होइन कान्छी आलुबारी जाँ त्यही डुलौँ है हरियो काँक्रा गरम गरम यो घरमा जान्छौँ हामी अनि घर जान्छौँ यहाँदेखि कसरी झर्नु अब ए छ्या खुट्टा चाहिँ घिन लाग्दो छ पुगिसकेको होला कहाँ जानुभयो होला नि अघि नाना तपाईँहरूलाई यो फुल कस्तो लाग्छ हौ के साह्रो राम्रो गुलाबको फुल हौ के साह्रो राम्रो मान्छे नै छैन रहेछ यहाँ चाहिँ कोही पनि हुनुहुन्न रहेछ हामी चाहिँ फर्केको अब हामी घर जान्छौँ सिधै कहीँ नगई हामी आउँछ भनेर भाग्नु भएछ मान्छे नै भाग्नु भएछ यहाँतिरको फुलहरू चाहिँ हेर्नु न जहीँ त्यही जङ्गलतिर फुलिराखेको हुन्छ हाम्रो हामी चाहिँ गाउँ डुलेको आज यति नै हो आज पहिलोचोटि गाउँ डुलेको यो चाहिँ कसको गाई जस्तो भन्दै यति बेर मेरो भिडियो हेरिदिनु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद अनि मेरो भिडियो मन पर्यो भने लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला भन्दै अहिलेलाई बाई।